Jai Missy, uh, this is the live from Mount Olive, 10th September 2016. अहिले हामी यहाँ जैतुन डाँडामा छौँ। हाम्रो जोसेफ भाइ अनि म अनि यो जैतुन डाँडाको अवलोकन बिहानको 7:30 भएको छ। यहाँको भ्यू यस्तो छ। अनि यो अहिले जुन ठाउँमा घन्टी बजिरहेको छ यो चर्च चाहिँ प्रभु यीशु ख्रीष्ट स्वर्ग आरोहण हुनुभएको ठाउँ त्यो छ। भरे हामी जानेछौँ। अनि यहाँ तपाईँहरूले देख्नुहुन्छ यो जैतुन डाँडा। अनि यो जैतुन डाँडाको विशेष चाहिँ के छ भनेदेखि प्रभु यीशु ख्रीष्टको पालोमा उहाँ यो बाटो हुँदै हिँड्नुहुन्थ्यो। अनि योदेखि अलिक तल परतिर गर्दाखेरि बेथनिया चाहिँ यो साइडमा पर्छ। अनि बेथनिया अनि डेड सी अनि जेरिको चाहिँ यो साइडमा पर्छ। अनि प्रभु यीशु ख्रीष्ट यो बाटो धेरै हिँड्नुहुन्थ्यो अहिले यो पछाडिपट्टिबाट। अनि बेथनिया हुँदै यहुदिया अनि सामरिया हुँदै यता जाने यो यतापट्टि पर्छ है। सामरिया अहिले चाहिँ आधुनिक सहर नाब्लुस भनेर चिनिन्छ। तपाईँहरूले गुगलमा हेर्नुभयो भनेदेखिलाई। अनि प्रभु यीशु ख्रीष्टको पालोमा यो प्रसिद्ध थियो। अनि यहाँ चाहिँ जुन प्रभु यीशु ख्रीष्ट यरुशलेममा प्रवेश गर्नु हुँदाखेरि उहाँ यही ठाउँबाट गधा चढेर जानुभएको हो। अनि जैतुन डाँडामा भनेर भन्ने गरिन्छ। अनि यो जैतुन डाँडाबाट गधा चढेर उहाँ चाहिँ यरुशलेम छिर्नुभएको छ। अनि यहाँ यरुशलेममा तपाईँले देख्नुहुन्छ यो भाग तपाईँहरूले अहिले देख्नुहुन्छ यो यरुशलेमको ओल्ड सिटी भनेर यो भागहरू जति पनि देख्नुहुन्छ तपाईँहरूले यरुशलेमको ओल्ड सिटी। अनि यसमा चाहिँ ओल्ड सिटीमा चाहिँ 4 भाग अथवा जुइस क्वार्टर अनि आर्मेनियन क्वार्टर अनि मुस्लिम क्वार्टर अनि क्रिस्चियन क्वार्टर भनेर भन्ने गरिन्छ। अनि संसारमा अहिले जति पनि यो वाद विवादहरू परेको छ मुस्लिम ज्युस अनि यो क्रिस्चियनहरू भनेर भन्छ। अनि यो सबै अहिले जति पनि यो लफडाहरू पर्दछ यही भित्र छ। अनि यही भित्र छ तर पनि उनीहरू मिलेर बसेको छ। तर बेला बेलामा झगडा पनि हुन्छ, धेरैको आँखा पनि परिरहेको हुन्छ। अनि यो तपाईँहरूले देख्दै हुनुहुन्छ अहिले यो सुनको गजुर जस्तो यो चाहिँ माउन्ट अफ टेम्पल भन्छ जुन सलोमन राजाले बनाउनु भएको हो। अनि यो चाहिँ भत्काएर अनि धेरै साल अगाडि अनि यो अरब राष्ट्रहरूले बनाएको छ। अनि अहिले चाहिँ उनीहरूको अरबहरूको प्रार्थना गर्ने ठाउँ बनिएको छ। अनि यो भित्र चाहिँ सलोमन राजाले बनाउनु भएको मन्दिर। अनि इतिहासमा हामीले हेर्न सक्छौँ पुरानो नियममा। अनि यो मन्दिर छ। अनि जुन मन्दिर चाहिँ प्रभु यीशु ख्रीष्टले पनि बोल्नुभएको कुराहरू छ। अनि यही मन्दिरमा यही ठाउँमा अब्राहमले इसाकलाई बलि चढाउनुलाई यही ठाउँमा आएर चढाउनु भएको भन्ने विश्वास पनि गरिन्छ। त्यसै कारण यो एकदम महत्त्वपूर्ण छ। अनि यो संसारको सबैभन्दा केन्द्रबिन्दु अथवा मिडल के भन्छ नेपालीमा एकदम मिडल मध्य भाग चाहिँ बिचको भाग चाहिँ यही भाग भनेर पनि भन्दछ। अनि संसार जति छरेको छ त्यो बिचको भाग चाहिँ यो भन्छ। अनि मिडल त्यसै कारण मिडल इस्ट पनि भन्छ। अनि संसारको बिचको भाग चाहिँ यो ठाउँ हो भनेर भन्दछ। अनि तपाईँहरूले देख्नुहुन्छ यहाँ च्यानै च्यान छ यसमा तपाईँहरूले देख्नुहुन्छ यहाँ जुन च्यान छ च्यानहरू। अनि यहाँनिर तलसम्म छ। अनि यो पर तल एउटा त्यो सुनको गजुर जस्तो देखिने छ। यो चाहिँ गेत्सेमनीको बगैँचा हो। हामी भरे त्यहाँ जानेछौँ। यो गेत्सेमनीको बगैँचामा चाहिँ परमेश्वर प्रभु यीशु ख्रीष्ट प्रार्थना गर्नुलाई निस्किराख्नुहुने चाहिँ गेत्सेमनी बगैँचा हो। अनि यस कारण गर्दाखेरि यो देख्नुहुन्छ। अनि यो पर्खाल छ, एरियोको पर्खाल। हिजो राति हामीले अवलोकन गऱ्यो, धेरै राम्रो देखेको थियो। त्यो पनि हामी तपाईँहरूलाई सकेसम्म सेयर गर्छौँ फोटोहरू भिडियोहरू। अनि यो पर्खाल छ। अनि यहाँ चाहिँ 9वटा गेट भन्ने जस्तो लाग्छ, 9वटा होला, मैले गल्ती गरेन भनेदेखि। अनि ती मध्येमा चाहिँ यो यतापट्टि देखेको छ त्यो चाहिँ गोल्डन गेट भन्छ। अनि त्यो गोल्डन गेटबाट चाहिँ प्रभु यीशु ख्रीष्टको पुनः आगमनमा
यो गोल्डन गेट हुँदै प्रभु यीशु ख्रीष्ट यरुशलेम छिर्नुहुन्छ भन्ने कुराहरू छ। तर छिर्नको लागि चाहिँ उनीहरूले बाधा गर्नको लागि चाहिँ के गरेको छ भनेदेखि चिहानहरूको ठाउँ बनाएको छ, यो चिहान बनाएको छ। त्यस कारण गर्दाखेरि प्रभु यीशु ख्रीष्ट आउनुहुन्छ, बाइबलमा लेखेको कुराहरू पुरा हुन्छ नै। अनि देख्नु भएको छ तपाईँहरूले यरुशलेमको पुरानो सहर है, यरुशलेम पुरानो सहर र यो जति पनि देखेको छ ओल्ड सिटी भन्छ। अनि यो ठुल्ठुलो बिल्डिङहरू देखेको चाहिँ त्यसको उतापट्टि चाहिँ धेरै आधुनिक बिल्डिङहरू पनि बनाएको छ। अनि यहाँ कता कता देख्नुहुन्छ होला यो ठाउँ चाहिँ दाउदको सहर भन्छ है, दाउदको सहर भन्छ, द सिटी अफ दाउदको सहर भन्छ। अनि यो जुन ठाउँ छ मैले आउँला देखाइरहेको छ, मैले गल्ती गरेन भनेदेखि यो ठाउँ चाहिँ प्रभु पत्रुसले 3 चोटि इन्कार गरेको चर्च चाहिँ त्यही हो। अनि त्यहाँ चाहिँ पत्रुसले परमेश्वरलाई इन्कार गरेको हामीले नयाँ नियममा पाउँछौँ, बाइबलमा त्यो ठाउँ चाहिँ त्यो हो। त्यो चर्चको नाम मलाई थाहा छैन। अनि यहाँ देख्नुहुन्छ अर्को सहरहरू। अनि यो साइड चाहिँ बेथेनिया पर्छ। बेथेनिया भन्ने जहाँ लाजरसको गाउँ, मार्था र लाजरसहरूको गाउँ। अनि यो गाउँ हुँदै चाहिँ डेड सी, जेरिको यसरी गइन्छ। अनि यो जेरिको साइड चाहिँ यहाँ पर्छ मलाई जहाँसम्म लाग्छ। अनि परमेश्वर धेरैचोटि हिँड्नुभयो बेथेनिया, जेरिको, अनि यहुदिया हुँदै यो भागहरू पर्दछ। यहुदिया हुँदै अनि सामरिया हुँदै उहाँ धेरै गालिल सहरहरूमा जानुहुन्थ्यो। अनि यो ठाउँहरू चाहिँ यस्तो छ। अनि यो यतापट्टि भाग पर्छ। अनि अहिले पर त्यो एउटा मन्दिर चर्चको यो क्रुस देख्दैछ, त्यो देख्दै हुनुहुन्छ तपाईँहरूले। त्यो क्रुसको त्यहाँबाट मलाई जहाँसम्म लाग्छ, म अहिलेसम्म गएको छैन, त्यहाँबाट चाहिँ प्रभु यीशु ख्रीष्ट बौरी उठ्नु भएको ठाउँ चाहिँ उहाँ जुन प्रभु यीशु ख्रीष्ट बौरी उठ्नुभयो अनि 40 दिनसम्म उहाँ यस संसारमा रहनुभइकन 40 दिनपछि उहाँ बौरी उठ्नु भएको ठाउँ चाहिँ त्यही ठाउँ रहेछ, त्यही चर्च रहेछ। भरे हामी जानेछौँ त्यो पक्का पनि। अनि अहिले यहाँ टुरिस्टहरू आइसकेको छ। अनि धन्यवाद तपाईँहरूले जतिजनाले हेरिदिनु भयो, यहाँहरूलाई धन्यवाद। अनि जय मसी। अब हामी अर्को भिडियोतिर लाग्नेछौँ। यहाँहरू सबैलाई लाइभ भिडियो जेरुसलेमबाट है, संसारको मिडल इस्टबाट, ऐतिहासिक ठाउँबाट यहाँहरू सबैलाई जय मसी, नमस्कार, जय नेपाल। परमेश्वरले हाम्रो नेपाल अनि सबै संसारमा आशीर्वाद दिनुभएको होस्। बाई बाई।